हेलो एन्ड नमस्ते वेलकम ब्याक टु माई च्यानल इन्फो गफमा यहाँ सबैजनालाई हार्दिक स्वागत। न्यू डे न्यू ब्लगको साथमा म यहाँको माझमा उपस्थित भएको छु। है त ल है साथीहरू, तपाईँहरू कस्तो हुनुहुन्छ? म चाहिँ सन्चै छु, यहाँहरू पनि सन्चै हुनुहुन्छ आशा गर्दछु है त। ल आज बिहान बिहानै म सानो यात्रा गर्दैछु, छोटो यात्रा र तपाईँ सबैलाई म देखाउने छु आज कहाँ कहाँ घुमघाम हुनेछ, मेरो भिजिटर हुनेछ। अहिले चाहिँ म घरबाट निस्किएर अब बसको यात्रा गर्ने तर्खरमा छु आज, त्यही भएर भिडियो पनि बनाउँदैछु। के हुनेछ साथ सपोर्ट गर्नु होला, हेर्दै गर्नु होला, फलो गर्नु होला है त गाइजहरू। ल त्यस्तै छ है त, म जाँदैछु रोडमा यसरी हिँड्दैछु है। ल हाम्रो ठाउँको बाटोहरू चाहिँ यस्तै हो। ल घरहरू यहाँ छ, बिरुवाहरू उम्रिँदैछ है त। ल एकदम राम्रो हेर्दै गरौँला है त, हेर्दै गर्नुलाई च्यानललाई। नयाँ हुनुहुन्छ च्यानल हेर्दै हुनुहुन्छ भनेदेखि सब्सक्राइब गरेर नभुल्नु होला है त। ल गाइजहरू, ल साथीहरू अहिले चाहिँ म ठ्याक्कै बस स्टपसम्म आइपुगिसकेको छु। लगभग 5 मिनटको ल्याएपछि भाटपट्टि नै, भक्तपुरको भाटपट्टि नि राधे राधे भन्छ यो ठाउँलाई। ल यो चाहिँ भक्तपुरको भाटपट्टि नै है साथीहरू। ल यस्तो छ भाटपट्टि नि है। यहाँनिर हेर्न सक्नुहुन्छ, यहाँनिर यो बिल्डिङ छ है, एउटा फेमस बिल्डिङ। धेरै वर्ष भयो यो बिल्डिङ चाहिँ, अहिलेसम्म कम्प्लिट गरेको छैन। के भएकोलाई बिल्डिङलाई थाहा छैन। ल यस्तो छ है बिल्डिङ चाहिँ। ल यो भाटपट्टि नि भयो, यहाँनिर छ यो बिल्डिङ बनाउँछ। यहाँनिर लगभग 20 वर्ष भइसक्यो यो बिल्डिङ चाहिँ यतिकै छ। बस स्टप यहाँनिर आइपुगेको छ। हजुर बसमा म चढ्न जाँदैछु है त। सबै भाटपट्टि चाहिँ यस्तै छ, हेर्दै गर्नु होला, फलो गर्दै गर्नु होला। यहाँबाट चाहिँ यात्रा भनेको मेरो कहाँ हुनेछ भन्दाखेरि लगभग यहाँबाट लगभग 20-25 किलोमिटरको यात्रा हुनेछ आज। धेरै ठुलो यात्रा होइन, लामो यात्रा होइन, सानो छोटो यात्रा हो। लेले भन्ने ठाउँमा, ल यो फुलको लेले भन्ने ठाउँमा जान्छ। त्यही छ, यहाँ रोड क्रस गर्नुपर्ने देखिन्छ, बोल्दैछ। यो बिल्डिङ हेर्नुहोस्, लगभग 20 वर्षभन्दा पहिले बन्दै गरेको, अहिलेसम्म सञ्चालनमा आएको छैन। हाम्रो बाटो है, नोकरी जानु पाइने हो। ए ल वाकिङ सुरु भएछ। जेब्रा क्रसिङ चाहिँ अनिवार्य छ। ल यहाँ बस्ने हो। ल फाइनली साथीहरू म चाहिँ लेलेमा आइपुगेको छु। र खासै त होइन, यो गाउँ हो लेले, खासै अब यस्तो बजार होइन, गाउँ हो, भिलेज भन्नु पऱ्यो। अब यस्तै छ। यहाँनिर सानो खोला चाहिँ रहेछ साथीहरू। ल यस्तो खोला रहेछ लेले। ल लेले ल है त, यहाँ यस्तै छ। ल पानी त्यहाँनिर खोलाहरू छ, डाँडा काँडा छ, ल जङ्गल छ। ल है साथीहरू, ल ओ यस्तै छ। ल पानी त यहाँ के कमी छ त पानीको? हाम्रो नेपालमा पानी कमी छ त? फ्याल पानी छ। ल पानी जब फ्याल छ। ल रियो हो नि त पानी भनेको त। ल यहाँनिर छ पानी, यो पिउन मिल्छ होइन त? ल ड्रिङ्किङ वाटर, क्यान ड्रिङ्क दिस वाटर। लेले वाटर। ल है त साथीहरू, लेलेमा वाटर भनेको यसरी आउँछ। ल नेपालमा पानी त वेस्ट। ल ल साथीहरू, हामी चाहिँ लालीगुँडा टिप्ने हिँडेको होइन त। लालीगुँडा यहाँ रेड बुल खाएर पावर निकालेर लालीगुँडा टिप्ने हिँडिरहेको छ। हाम्रो खुजे बाबु
ल हेर यहाँनिर घर पनि बन्ने टिपिकल घर बन्ने रहेछ है ल ओहो टिपिकल घर ल साथीहरू यस्तो रहेछ गाउँ बेसी लेले मात्रै हो नदिने हो के मन्दिर पो हो मन्दिर होइन के हो त यो यस्तै पर्यटकहरू घुम्ने ठाउँ रहेछ ए ल मजाको रहेछ त छैछ भने त पर्यटक घुम्ने ठाउँ ए होटल जस्तै ए होटल जस्तै ए हो त रहेछ नि ए खोइ के हो म त देख्दिनँ आँखा चाहिँ भ्याउँदैन तिरिमिरी देख्छु म त ली के हो इ ले के हो ए पिकनिक स्पोट टाइपको रहेछ ल यहाँ त होइन ल हो पिकनिक स्पोट टाइप रहेछ यहाँनिर ल भनेपछि ल ल यस्तो छ साथीहरू नेपालको घुमाइ हाम्रो यस्तै भइरहेछ है एउटा अब ल हामी चाहिँ गाउँ सहर बेसी हिमाल पहाड तराई भने जस्तो भइरहेछ है ल साथीहरू लेलेको डाँडा होइन त लेलेको डाँडा यस्तो छ ल दिदीबहिनीहरू आउँदैछन् चट्ट लाएर पानी खाइ भए पनि होइन उकालो उक्लिरहेको अवस्था छ ल ल ऊ तलतिर के भयो फेरि ऊ वहाँ हिँड्न नसकेर इनर्जी ड्रिङ्क खाएर बसिरहेछ कुचे हिँड्न सकेन भने इनर्जी ड्रिङ्क पुरै ऊ रेडबुल दिइरहेछ अब चाहिँ कुद्छ ऊ अब होइन अब त घुटुटु हो अब ल ऊ टकटक्याउँदै खाइरहेछ ल लेले घुम्न आएको त्यहीँ राख नफ्याल ल अब कुद्नुपर्छ नि त अब त्यो खाएपछि त फेरि अब कुद्नु कुद्ने हो अब ल इनर्जी ड्रिङ्क पावर निकाल्नु परेन ल ल ल कुद त ल कुद म हेर्छु कति कुद्दो रहेछ तिमी हेर्छु ल त्यसले कति काम गर्छ हेर्छ है म ओहो ओहो आमामा नभ्याउनु नि त नि ल अब त त्यस्तो कुदाइ हुँदो रहेछ ऊ ल ल साथीहरू ल इनर्जी ड्रिङ्क चाहिँ खानुपर्छ रेडबुल कमाल हेर्छ रेडबुल कमाल ल रेडबुल कमाल आमामा ल ल हेर ओहो ल रेडबुल खाऊ है साथी हो ल इनर्जी छैन रेडबुल खाऊ ओहो रेडबुल पावर 24 आवर हो रेडबुल पावर 24 आवर ल हामी लाली गुराँस टिपौँ कि भनेर हिँडेको जङ्गलमा थाहा छैन चिसो सरर हावा है गाउँतिर मजा चाहिँ मजा छ है ल ए भाले बनाउने बजार कित्ने हो ल ब्याग पनि छ खेलाउन रहेछ यहाँ फेरि यसले माग्ला अहिले फेरि ल खेलाउन छ ल ल ल हेर बजार ओहो मेला लागेर छ ल साथीहरू यहाँ मेला ल पानीपुरी यहाँ नि ब्याग स्याग ल दुनियाँ छ ल ल ल
के हो चाहिँ के हो त यो चना मस्यौरा आलु मस्यौरा आलु मस्यौरा र गोलभेडा अचार आलुको एउटा अचार चिउरा ल यो धाउ होइन त धाउ साउनी खाना भोए साउनी का भोए साउनी थाना त्यसले एन्टी लाइट आयो क्या मैले त्यो पछाडिको ल काजु ल नेउकी छु याउ नेउकी छु याउ दन्के याउ कहाँ दन्के याउ यहाँ बस्नु छोड ल उतै बस्छु पछाडि जानु कोल दिन्छ खानु हामीले छोड्यौँ ल डनले पनि यहाँ छोड्यो नि त गन बोक्यो बेला डनले हुटुटुरो अब सक्यो मर्ने भयो अब कसलाई मार्ने ल अब कसलाई हान्ने ल मलाई हान्ने ए अनि मैले लानु मैले गोली खानु राइट हुँदैन त्यस्तो त ल मलाई पनि गोली हान्नु त केटो त के हो यस्तो त गाइजहरू फाइनल्ली म चाहिँ फर्किसकेको छु आजको मेरो लेले टुरबाट र अहिले म बारबोटिङमा आइरहेको छु साथीहरू ल अनि आजलाई भ्लग यति नै यहाँहरूलाई कस्तो लाग्यो भ्लग कमेन्ट सेयर गर्न नभुल्नु होला अनि सब्सक्राइब गर्न नभुल्नु होला यदि तपाईँहरू नयाँ हुनुहुन्छ च्यानलमा है कि सब्सक्राइब गर्न नभुल्नु होला है त र आजलाई यति नै फेरि पनि अर्को भ्लगमा फेरि मुलाकात हुनेछ हाम्रो इन्जेलसम्म लागि मलाई फलो गरिराख्नु होला है त ल गाइजहरू ल थ्याङ्क यू सो मच फर वाचिङ माई भिडियो सी यू अगेन बाई बाई